हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग साथीहरू। आज चाहिँ यहाँको बुधबारे बजार हो साथीहरू। अनि म चाहिँ बजार जान लागेको। बजार जान रेडी भएर स्कुटीमा चढेर हिँडेँ साथीहरू। म घरदेखि चोकतर्फ लागेँ। मेरो मिनी ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथीहरू। हेर्नु न आज मौसम कस्तो राम्रो भएको छ। विराट चोक चाहिँ यस्तो छ, हेर्नु न साथीहरू। हालत हेर्नु न, बाटो बिग्रेर यस्तो खत्तम भएको छ नि बाटो अहिले विराट चोक र इटरीको बाटो त यति नराम्रो भएको छ अहिले। पानी पर्यो भने त त्यो हिलोले हिँड्न सकिँदैन साथीहरू। हेर्नु त यो बाटो कहिले बन्छ होला नि भगवान्। कहिले बनाइसक्ने यो राजमार्गहरू, शान्तिले हिँड्न पाउने नि साथीहरू। खाल्टाक खुल्टुक भएर नि अहिले त सबै बाटो भत्काएर पानी जमेर हामी चाहिँ बजारतर्फ लाग्यौँ है साथीहरू। विराट चोकको बुधबारे बजार चाहिँ यहीँ लाग्छ नि त साथीहरू। अनि हामी स्कुटी पार्क गर्न छिर्दैछौँ। यहाँ नयाँ उयो पनि जुत्ता घर पनि खोलेको रहेछ कि साथीहरू। त्यहाँ जाउँ न भन्नुभयो मेरो बुढाले। अनि ल त छिर्दिउँ न त, नयाँ हिजोदेखि खुलेको हो नि त। अनि यस्तो एक दुईवटा जुत्ता हेर्नुभयो, मेरो जिमको लागि चाहिरहेछ हौ भन्नुहुँदै थियो। अनि लु हेर्नु न त भनेर भने होइन। अनि म चाहिँ भिडियो गर्न थालिहालेँ क्या फेरि। अनि मलाई भिडियो गर्ने किरा चढिरहेछ नि त जिउमा, त्यही भएर। अनि राम्रो राम्रो थियो, 20%, 25%, 50%सम्म डिस्काउन्ट थियो क्या। हिजो खोलेको अरे। अनि पुरा डिस्काउन्टमा चलिरहेको थियो। तर जुत्ताको दाम चाहिँ कति थियो, 4700, 4800, 4500 थियो। अनि लु साथी, जिम गर्नको लागि यत्रो महँगो जुत्ता किन्नु पर्दैन भनेर म चाहिँ बुढालाई लिएर हिँडेँ बजारतर्फ। हेर्नु न आज मौसम यस्तो दामी थियो, न गर्मी थियो न केही थियो, हावाहुडी चलेको है, ठिक्कको थियो मौसम। बजार चाहिँ यस्तो छ विराट चोकको। दामी मौसममा बजार हिँड्न मजा आउँछ क्या। अरू बेला त गर्मी हुन्छ, म छिटो बजार गरेर आउनुहुन्छ कि साथीहरू। अनि म यसो भिडियो गर्दै हिँड्दै थिएँ, भरे त यस्तो चिनेको मान्छे जस्तो लाग्यो भनेर उयो बुनुले, सानो बुनुले हेरेर भरे यस्तो हेरेको त यो रिसा रचिन, मेरो छोरीको स्कुलको क्लासमेट। अनि उसको बाबासँग आएको रहेछन्। अनि म चाहिँ कोसँग आएको तिमी भनेर भने। अनि बाबासँग भनेर भनिन्। अनि हामी यस्तो बजार डुल्दै म चाहिँ पहिले बजार सबै डुलिसक्छु अनि मात्रै पछि किन्न थाल्छु क्या साथीहरू। लास्टदेखि सुरुदेखि हेर्दै जान्छु है। केही किन्दिनँ, हेर्छु कि कता के छ भन्दै हेर्छु, विचार गर्छु। अनि पछि लास्टमा मात्रै किन्ने हो क्या म चाहिँ। मेरो चाहिँ त्यस्तो बानी छ साथीहरू। अनि हामी स्कुटीको चाबी हराए एकछिन खोज्यौँ अनि भेटेर आयौँ साथीहरू। थ्याङ्क यू फर